गोल्डन एमिनेन्ट इन्टरनेसनलले तपाईलाई पठाउँछ सजिलैसँग अध्ययनको लागि साउथ कोरिया। साउथ कोरियाको अध्ययन कस्ता विद्यार्थीहरूको लागि? पहिलो कुरा त तपाई दक्षिण कोरिया जाँदै हुनुहुन्छ त्यो बारेमा कन्ट्रीको विषयमा युनिभर्सिटीको बारेमा राम्रोसँग रिसर्च गर्नुहोस्। एउटा मैले म कहाँ आउनुपर्छ भन्ने होइन, जहाँ जाँदा पनि रिसर्च गर्नुहोस्। र दोस्रो कुरो चाहिँ यदि तपाईलाई सही परामर्श र तपाईलाई सहयोग चाहिएको छ युनिभर्सिटीको बारेमा रिसर्च गर्नु पर्यो अथवा कोरियाको बारेमा तपाईहरु एक्चुअली दक्षिण कोरियाको लागि गोल्डन एमिनेन्ट आउनुहोस्। आउँदाखेरि तपाईले आउनुहोस्, परामर्श दिनुहुन्छ। हामीसँग दक्ष सबै काउन्सिलरहरू दक्ष छन्। हाम्रोमा टिआइटिआई देखि लिएर गएर कोरियाकै विषयमा रिसर्च गरेका काउन्सिलरहरू मात्र छन्। हाम्रो टिम नै खाली कोरियाको ओएमा छ हैन। त्यो भएको कारणले गर्दा तपाई एकचोटि यहाँ आउनुभयो भने तपाई +2 पास गरेका मात्र आउनु होला। +2 पास भन्दा तलको स्टुडेन्टहरूले पनि मलाई फोन गरेर सोध्नुहुन्छ सर म जानको लागि के गर्नु? त्यो +2 भन्दा बिलोको स्टुडेन्टहरूलाई हामीले पठाउन सकिन्न। त्यो भएर +2 पास भएका 50% भन्दा माथि भएका भनेको 50% भन्दा माथि भएका अथवा अहिलेको ग्रेडिङ जीपीएमा सी अथवा 2.8 जीपीए भएका स्टुडेन्टहरू मात्र आउनु होला। त्यो स्टुडेन्टहरू आउनु भयो किन भन्दा हामीलाई पनि काउन्सिलिङ गर्न सजिलो हुन्छ र त्यो दक्ष स्टुडेन्ट हामीसँग टच हुँदाखेरि हामीले विदेशमा गएर अथवा दक्षिण कोरियामा पठाइसकेपछि ती स्टुडेन्टहरूलाई सेवा दिनको लागि पनि हामीलाई पनि सजिलो हुन्छ हैन। त्यस्ता खालका स्टुडेन्टहरू आउनु होला। तपाईहरुको लागि हामी सधैँ हप्तामा 6 दिन तयार छौं र बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म हाम्रो अफिस ओपन हुन्छ। र यदि तपाईहरु जो +2 भन्दा कमको हुनुहुन्छ भने उहाँहरूले चाहिँ ईपीएस मार्फत त्यो ईपीएस को तयारी कक्षा पनि हुन्छ। हामीसँग दक्ष टिचर नै राखेर हामीले अहिले विश्वभाषा क्याम्पससँग मिलेर एउटा काम पनि गर्दैछौँ। अस्ति भर्खर मेरो एग्रिमेन्ट को प्रोसेस अगाडि बढिरहेको छ। त्यसमा चाहिँ हामीले अब टपिक लेभलको क्लासहरू र इक्जाम लिन पाउने त्यो पनि प्रोसेस अगाडि बढाइरहेको छौँ। त्यो भयो भने अझ प्लस पोइन्ट हुन्छ हामीलाई हैन। त्यसकारणले गर्दा गोल्डन एमिनेन्टमा एकचोटि तपाईँ यदि कोरिया जाँदै हुनुहुन्छ, कहीँबाट अप्लाई गर्दै हुनुहुन्छ भने एकचोटि चाहिँ यहाँ नआइकन जानुभयो भने भोलि बिहान तपाईँले सही सूचना पाउन सक्नुहुन्छ र भोलि बिहान कोरिया गइसकेपछि तपाईँले दुःख पाउन सक्नुहुन्छ। दुःख पाइसकेपछि तपाईँले गुवार्नी भनेको नेपालको लागि चाहिँ एनआरएन हो र अथवा एम्बेसी हो। त्यो एम्बेसी र एनआरएन जानुभन्दा अगाडि तपाईँ यही नेपाल हुनुहुन्थ्यो भने यहाँ गोल्डन एमिनेन्टमा आउनु त्यो झन्झट अथवा त्यो समस्याबाट कसरी समाधान गर्ने भन्ने विकल्पहरू हामीले दिन सक्छौँ। त्यसकारणले गर्दा हामी दक्ष छौँ र हाम्रो कोरियाको टिम पनि दक्ष छ हैन। नेपालीहरू नै हो हाम्रोमा, जस्तो कि मेरै आफ्नै परिवारहरू पनि कोरिया हुनुहुन्छ। उहाँहरूले नै यो काम गर्ने, तपाईँहरू सम्पूर्ण सेवाहरू दिनुपर्ने अथवा लिगल सिस्टममा तपाईँहरू लड्न पर्ने भयो अथवा एम्बेसी जान पर्यो भने पनि कतिपय स्टुडेन्टहरू टाढा भएको स्टुडेन्टहरूले त एम्बेसीसम्म जान पनि नसक्छन्। त्यस्तो भयो भने तपाईँहरूले हामीलाई सम्पर्क गर्नुहोस्, हामी त्यो सधैँ तपाईँहरूलाई सहयोग गर्नेछौँ। नमस्कार, म विशाल सुवेदी, भरतपुर महानगरपालिका 26 बेगौलीबाट। म चाहिँ विद्यार्थी भिसामा दक्षिण कोरिया जाँदैछु र मैले 50% स्कलरसिप पाएको छु। र यदि तपाईँहरूमा चाहिँ कोही पनि दक्षिण कोरिया विद्यार्थी भिसामा जान चाहनुहुन्छ भने एकचोटि चितवनको भरतपुरमा रहेको गोल्डन एमिनेन्ट इन्टरनेसनलमा आएर परामर्श दिन अनुरोध गर्दछु। र यसका साथै मैले चाहिँ कोरियाको इन्डोन युनिभर्सिटीमा गोल्डन एमिनेन्टबाट एप्लाई गरेको 1 महिनामा मैले भिजा प्राप्त गरेको छु। थ्याङ्क्स गोल्डन एमिनेन्ट फर हेल्पिङ मी टु गेट स्टुडेन्ट भिजा फर साउथ। अस्ट्रेलिया वा जापानको भिजा लागेन? अब चिन्ता नगर्नुहोस्। गोल्डन एमिनेन्ट इन्टरनेसनलले तपाईलाई पठाउँछ सजिलैसँग अध्ययनको लागि साउथ कोरिया। साउथ कोरियाको अध्ययन कस्ता विद्यार्थीहरूको लागि? +2 पछि ब्याचलर तथा मास्टर अध्ययन गर्न जान चाहने, अस्ट्रेलिया वा जापानको भिजा रिजेक्ट भएर निराश भएका, IELTS मा न्यूनतम 5.5 स्कोर ल्याएका वा IELTS नै नगरेका, पार्ट टाइम जब गर्दै अंग्रेजी माध्यममै अध्ययन गर्न चाहनेहरूको लागि, 3 देखि 4 वर्षको ग्याप भएका तर पनि विदेशमा गएर अध्ययन गर्न सोच बनाएकाहरूको लागि, अनि गोल्डन एमिनेन्ट इन्टरनेसनल नै किन? आजसम्म एप्लाई गरेका 100% विद्यार्थीको भिजा लगाउन सफल पुरानो अनुभवी तथा सफल परामर्श केन्द्र। साउथ कोरियामा अध्ययन सम्बन्धी जानकारीको लागि सम्पर्क गोल्डन एमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर 10 CMC अगाडि। फोन 056 531 953 98 550 77 061।